उमेर बुढो भए पनि मन बुढो कहिले हुँदैन रहेछ भने चाहिँ सँगैको साथीहरू त कोही छैन। हिँडौँ त कोसँग हिँडौँ, डुलो त कोसँग डुलौँ। र डटफटमा आज चाहिँ 2082 माघ महिनाको 3 गते शनिबारका दिन चाहिँ किरात राई आयोखा बेलबारी 11द्वारा आयोजित वनभोज कार्यक्रममा म उपस्थिति हुन गइरहेको छु। समाजहरू हेर्नुहोस् त, डटफट चट्ट। किनभने एउटा साकेला थानमा चाहिँ होइन सबै राई हामी दाजुभाइ तथा दिदीबहिनीहरू आज भेला भएका थियौँ। जसमा चाहिँ चिटिक्क रूपमा चाहिँ बनेर जानै पर्यो होइन त। छट्ट मेरो दोरोसुरो पनि कचाक कुचुक्का बाक्सामा खाँदेको थिएँ होइन, निकालेर आइरन साइरन लाएर डटपटमा चटक चिटिकसँग मैले छट्ट रेडी हुने तम तयार अवस्थामा छु। समाजहरू हेर्नुहोस् त, मैले डटफट गरेर मैले चट्ट दौरा पनि लगाएँ, सुरुवाल पनि लगाएँ, चट्ट रूपमा कोट पनि लगाएँ, चट्ट दायाँ बायाँ अलिकति छ्यासुस पनि हान्दै होइन समाजहरू। अनि त्यसपछि मलाई कस्तो देखिन्छ भनेर ठक्क मैले यस्तो रेडी हुनु भनेको त के देख्यो भने मिलेन। फेरि पटक मैले फेरि पनि मलाई कस्तो देखेको छ, राम्रो देखेको देखेन भनेर पटक मैले हेर्दै छु समाजहरू। र अनि डटफट निक्लिनु पऱ्यो भनेको त हेर्नु न, अब जहाँ लगाउनुको बेला हो भने हेर्नु सुँगुर पनि ठ्याक्कै निस्केको कस्तो गिजेको होइन हो। आलुबारी खनेर हैरान, आलुबारी कुच्चा घरि यता कोठातिर छिर्नु खोज्छ क्या, त्यही पनि मैले यताउति गरेर मैले डटफटमा मैले उड्लेँ होइन। उडिसकेपछि म लागेँ साकेला थान हाम्रो आजको वनभोज कार्यक्रममा। आज भव्य हुने छ समाजहरू हेर्नुहोस् है। किनभने आजको भिडियो अलिकति थोरै लामो हुनसक्ला होइन, त्यसमा एकदमै क्षमाप्रति तपाईँहरूलाई अल्छी लाग्न सक्ला होइन। तर पनि हेर्नुहोस् आजको एकदम राम्रो हुन्छ। साकेलाभित्र छिर्नु साथ म चाहिँ अब खाना डटफट सबै खाइसकेर पुरा बसिरहेको छ। तर म खाना खानुभन्दा अगाडि म हाम्रो राजा यलम्बरको मूर्तिमा चाहिँ गएर मैले ढोकेर चट्ट रूपमा चाहिँ म अगाडि लाग्दै थिएँ। बुङ्गा चोङ देखेका, बुङ्गा चोङ जाइन्छ भनेको बुङ्गा चुटी पिट्टा कहाँ हो है। त्यसपछि म अनि यहाँ अब चट्ट बस्ने ठाउँमा बसेँ। सुयोग लाइब्रेरी चाहिँ सुयोग अनि अर्को भाइ है, अनि त्यसै गरी अनि उसँग बसेँ एकछिन। अनि त्यसपछि ल खानातर्फ लाग्दैन त भनेर मलाई पनि भोक त लागेको थियो समाजहरू। तर के गर्नु, भोक त लाग्यो तर प्लेट थिएन। प्लेट पर्खिँदा गरेँ दुधै हुनुहुन्थ्यो। प्लेट त आउँदा आयो तर चम्ची आएन होइन। त्यही पनि म डटफट पर्खिँदै मलाई भाउजूले चट्ट डुल्न ल है यताको यो अलिकति बोक्नु त भनेर चट्ट मासु डटफटमा मैले लिएर आएँ है। पाकेको मासु सुँगुरको चप कसो खालको होइन। अन्त डटफट आयो, प्लेट त आयो तर चम्ची आएन क्या गिद्दी होइन। त्यही पनि होइन थापिराखौँ लाइन भनेर चट्ट लाइन बसेर चट्ट हेर्नुहोस् है। हाम्रो आजको विशेष स्पेसल आइटम चाहिँ सुँगुरको मासु, पुलाउ है, अचार, आलु। डटफटमा म चाहिँ अब भोजनतर्फ लागेँ समाजहरू। एकदमै मलाई चाहिँ मन पर्यो होइन। जस खानेकुराहरू पनि तातो थोन्छ, त्यही भएर होइन। सुँगुरको मासु पनि बगाले थियो। अनि त्यसपछि पुलाउ त दामी तातो होइन। चट्ट रूपमा खाएर चट्ट म यता माइजू बोजूहरूसँग बसेर चाहिँ गफगाफ गरेर होइन चट्ट गफसप गऱ्यौँ। अनि त्यसपछि त्यहाँबाट बसिरहेको थियो। नानीहरू पनि आयो, नानीहरू पनि एकदमै मसँग जोडिन्छ। म पनि एकदमै नानीहरूसँग चाहिँ एकदम फुल्ली रूपमा चाहिँ एट्याचमेन्ट छु। नानीहरू बच्चाहरूसँग एकदमै मलाई मनपर्छ होइन। चाहे नानी होस् चाहे बाबु होस् होइन। ल स्पेसली आजको मेन इभेन्ट होइन, पिकनिकमा हुनै पर्ने भनेको एउटा हन्डी फुड र अर्को भनेको थियो हाम्रो म्युजिकल चेयर थियो है। हन्डी फुड स्पेसली पुरुषहरूको लागि र म्युजिकल चेयर चाहिँ महिलाहरूको लागि थियो है समाजहरू। अनि एकदमै डटफट रूपमा पालेहरू पार्ने जमर्को गरिराख्नु भएको थियो। र मैले पनि हाल्नु खोजेको थिएँ तर अन्तिममा भनेर भन्दै समाजहरू मैले त आज हाल्नु पाइनँ। किन हाल्नु पाइनँ तपाईँहरूलाई म देखाउने छु है त। कसले फुटायो हन्डी हेर्नु होला। अनि आमा हेर्नुहोस् त, आमा खैनी पर भनेर उहाँले चाहिँ डटफट रूपमा खैनी चेपेर अब हन्डी फुटाउनु जानु भएको छ है। हन्डी भयो भने हाँडी भने पनि होइन, एउटा जे पनि भनौँ न, एउटा बकेट बनाएको छौँ होइन। त्यसमा चाहिँ हामी पनि हेर्नु त आमा टाट मुख चाहिँ एकदमै लाउरेहरूको एकदमै यही हो क्या डटफट। पुरै फोडुब्ला झै गरेर उहाँ आउनुभएको थियो तर लास्टमा फुटेन होइन। अनि त्यसपछि गिद्दी लागेको छ आमा यस्तो क्या डटफट लाउरेको है। आमा अर्को उहाँ चाहिँ हुनुहुन्छ एकदम आदरणीय अङ्कलज्यू, भाइरल अङ्कल है, रामजी अङ्कलज्यू। उहाँले चाहिँ आजको हन्डी फोड उहाँले नै फुटाउनु भएको थियो र मैले आज फुटाउनु पाइनँ। उहाँलाई एकदमै
कङ्ग्रेचुलेसन। उहाँले 500 रुपियाँ सँगसँगै प्राइज त्यो जुन त्यो बकेट थियो त्यो पनि उहाँ केही भएको छ, उहाँले पठाइसक्नु भएको छ। हाम्रो 24 एकदमै उहाँलाई बधाई है। उहाँले एकदमै सक्सेसफुल धेरै पछि बाद उहाँले पठाउनु भयो, अरू कसैले सकेन। र स्पेसली अब 24मा होइन यस रमाइलो भयो होइन, हाँसी मजाक भयो होइन। यही नै त हो एउटा अब दुःखको क्षणलाई सुखमा परिवर्तन गर्नुको लागि चाहिँ भेटघाट सँगसँगै एउटा वनभोज कार्यक्रम प्रत्येक वर्ष एउटा जाडो मौसममा चाहिँ वनभोजमा वनभोज खाइन्छ होइन। एकदम रमाइलो भयो, सबैजना हाँसी खुसी साथ होइन नाचगान गरियो होइन, खाइयो। त्यसपछि 24मा स्पेसली सबैभन्दा रमाइलो भएको त हेर्नुहोस् न। अब उता पूर्वतिर हम्डी छ भने पश्चिमतिर हिँडिरहेछ मान्छे होइन, उत्तरतिर छ भने दक्षिणतिर हिँडिरहेछ होइन। स्पेसली म्युजिकली चेयर पनि भयो होइन, महिलाहरूको म्युजिकल चेयर भयो। म्युजिकल चेयर भइसके बाद नाचगान पनि भयो। नाचगान भइसके बाद मलाई पनि अलिकति अब चाहिँ जाने टाइम भयो होला भनेर चाहिँ म यहाँबाट निस्केपछि मेरो बाबु सरल भान्जालाई चाहिँ मैले एक चरण जुरा घुमाएर आजको दिन यसरी एन्ड गरेँ। हस्त धन्यवाद।